हेलो मामुहरू, आफ्नो बच्चालाई चाहिँ खाजामा के दिने भनेर सोचिराख्नु भएको छ भने यो एउटा रेसिपी ट्राई गर्नु ल। यो चाहिँ प्यानकेक हो। यसलाई बनाउनको लागि चाहिँ ओट्स लिने, ओट्सलाई चाहिँ मजाले भुटेर पिस्नुपर्छ है। यो चाहिँ मैले पिसिसकेको हो। अनि त्यसमा एउटा बनाना एड गरिदिने र बनानालाई चाहिँ मजाले म्यास गरिदिने। त्यसपछि अन्डालाई एड गर्ने। अब क्वान्टिटी अनुसार हजुरले बनाना अब एकलाई चाहिँ राख्न सक्नुहुन्छ। अनि यसलाई पनि मजाले घोलिदिने, एकदम प्युरीमा तयार गर्ने। त्यसपछि एउटा प्यान लिने, प्यानमा चाहिँ घिउ अथवा बटर जे पनि राख्न सक्नुहुन्छ। मसँग चाहिँ घिउ थियो, मैले त्यही राखेँ र अघि बनाएको प्युरीलाई चाहिँ मजाले गोलो सेप बनाएर अब कत्रो कत्रो सेपमा बनाउन चाहनुहुन्छ त्यत्रै सेपमा बनाउने र एकपट्टि पाकिसकेपछि अर्कोपट्टि पल्टाइदिने सबैलाई। अनि यो पाकिसकेपछि रेडी भयो हाम्रो प्यानकेक। यो चाहिँ बच्चाहरूको लागि चाहिँ एकदमै हेल्दी राम्रो हुने भएकोले चाहिँ हजुरहरूले ट्राई गर्न सक्नुहुन्छ होइन। खाना नखाने बच्चाहरूको लागि पनि एकदम बेस्ट हुनसक्छ। एकचोटि ट्राई गर्नु ल मामाहरू। अनि कस्तो लाग्यो भिडियो अन्तिमसम्म हेरेर कमेन्ट गर्न नभुल्नु होला।